नमस्कार। नेपालमा हिजो एउटा घटना घट्यो। मुगुका एकजना युवाले राजधानी विभाग अगाडि आत्मदाहको प्रयास गरे। उनी गम्भीर घाइते छन्। समाचारका अनुसार उनलाई दिल्ली उपचारको लागि दिल्ली लैजाने व्यवस्था हुँदैछ। सायद लै पनि सक्यो होला अहिलेसम्म। यो घटनाले चाहिँ मलाई केही हदसम्म धेरै प्रश्नहरू फेरि मभित्र उब्जायो भनौँ न। सरकारप्रति हुन त म सरकारप्रति प्रश्न गरिरहेकै हुन्छु। अनि सरकारमा हाम्रो महान नेता बालेन्द्र शाह हुनुहुन्छ। अनि यो घटना पछि चाहिँ तपाईहरुलाई याद छ कि छैन, आजभन्दा 2 वर्ष अगाडि पनि यस्तै सायद 2 या 3 वर्ष केही वर्ष अगाडि बानेश्वरको संसद भवन अगाडि यसरी नै एकजनाले आत्मदाह गर्नुभएको थियो। त्यसको राति चाहिँ बालेन्द्र शाहले ठुलो फेसबुक स्ट्याटस लेख्नु भएको थियो। त्यसमा म पछि आउँछु। त्योभन्दा पहिला चाहिँ बालेन्द्र शाह र्यापर हुन्। हाम्रो प्रधानमन्त्री र्यापर हुनुहुन्छ भने अझै सायद लेख्नुहुन्छ होला। उहाँ कवि पनि हो। अनि उहाँ महानगरपालिकाको मेयर हुँदा एउटा अस्र भन्ने कविता सङ्ग्रह निकाल्नु भएको थियो, प्रकाशित भएको थियो भनौँ। मसँग त्यो कविता सङ्ग्रह छ, मैले पढि पनि सकेँ। आज एक कविता सङ्ग्रहबाट म 3टा कविता तपाईहरुलाई पढेर सुनाउँछु। छोटा छन्, एकदमै छोटो। त्यसपछि हामी अर्को कुरा गरौँला। पहिलो कविता छ। आज हरेक समाजमा एउटा असक्षमको अपमान हुन्छ। बिलौनाको आवाजमा एउटा बालिकाको कन्यादान हुन्छ। सानो स्वरमा भए पनि एउटा क्रान्ति घन्किन्छ। पाप र पीडाबीच एउटा चर्को कवि जन्मिन्छ। पाप र पीडाबीच एउटा अर्को कवि जन्मिन्छ। उहाँ कवि भएर जन्मिनु भयो। उहाँ कवि त हुनुभयो होला, तर नेता हुनुभयो हुनु भएन त्यो छुट्याउने जिम्मा तपाईको। अर्को कविता सुनाउँछु म तपाईहरुलाई। रुवाबास छ चाँदीको बाला दिनलाई, रुवाबास छ चाँदीको बाला दिनलाई, विदेशी भाव छ नदी र नाला किन्नलाई। कोमल शरीर मरुभूमि झैँ छाला लिनलाई, युवाको चाप छ खाडी र देश निकाला हुनलाई। कुर्सीका देवताहरूलाई भुइँको रगत चाट्न हतार छ। भुइँका खेतालाहरूलाई जवानी र कागज साट्न हतार छ। र राष्ट्रिय अनुहार फेरिएको छ, जितका रेखाहरूमा हार कोरिएको छ। भगवत गीताको सार फरक, बुद्धको आकार फरक। हात खुट्टामा नेपालामाको तार बेरिएको छ, हार फेरिएको छ। उहाँले चाहिँ जित्नु भयो वा हार्नु भएको छ त्यो उहाँलाई नै थाहा होला। म उहाँको अर्को कविता सुनाउँछु तपाईहरुलाई। उत्कर्षमा पुगेर झरेको तारा देखेको छु। हर्षका अगाडि शर्तमा लुकेर मरेको सहारा देखेको छु। विशाल मन्दिरमा लडेको मूर्ति देखेको छु। अकाल मङ्सिरमा झरेको घुर्की देखेको छु। अनि हाम्रो त साधारण सास मात्रै मैले भगवानको मूर्ति, अनि हाम्रो त साधारण सास मात्रै मैले भगवानको मरेको फूर्ति देखेको छु। मैले पनि ठुला जनमतहरू त्यसै सकिएको देखेको छु। अब आउँ 3 वर्ष अगाडि या केही वर्ष अगाडि त्यो आत्मदाह हुँदा उहाँ त लामो स्ट्याटस लेखेर केपी ओलीलाई भयङ्कर गाली गर्नुभयो। किनकि त्यति बेला केपी ओली सत्तामा हुनुहुन्थ्यो। उहाँ फेसबुकमा धेरै बोल्नुहुन्छ, बाहिर बोल्नुहुन्न। जेनजी आन्दोलन भएको दिन पनि जब त्यो नरसंहार भयो, उहाँले केपी ओलीलाई गाली गर्न फेसबुककै सहारा दिनुभयो। मैले केपी ओलीको समर्थन गरिरहेको होइन। त्यति बेला केपी ओली त्यहाँ सत्तामा थिए, त्यही भएर केपी ओली हुनुभयो, नत्र अरू नेताहरूलाई पनि उहाँले गाली गर्न सुन्नु भएको छैन। उहाँको श्रीमती सुत्केरी भएर फर्किँदै गर्दा महानगरको गाडीलाई पुलिसले चेक गर्यो भन्दा सिंहदरबार चलाइदिन्छु भन्नुभयो। अनि यो श्रृङ्खलाहरू हेरौँ न। तर उहाँ प्रधानमन्त्री भएपछि सुकुम्बासी हटाउने क्रममा निर्दोषले आत्महत्या गरेर मृत्यु भयो।
आज ती युवा जसले 1000 रुपियाँको फाइन तिर्नुको सट्टा बरु आत्मदाह रोजे। यस्ता धेरै कुराहरू भइसके उहाँ प्रधानमन्त्री भइसकेपछि, तर उहाँले स्ट्याटस खर्च गर्नुभएको छैन लेख्नलाई। उहाँ कस्तो प्रधानमन्त्री हुनुभयो? हामीले खोजेको प्रधानमन्त्री हुनुभयो या कस्तो? सायद हामी यसको लागि लडेका थिएनौँ होला, सायद जेनजीहरूले यसको लागि आफ्नो ज्यान फालेका थिएनन् होला। आजलाई यति नै, धन्यवाद। प्रश्न गरौँ, आफूलाई गरौँ, सरकारलाई गरौँ, सरकारलाई प्रश्न गरिरहनु जरुरी हुन्छ। गरेनौँ भने यस्ता समाचारहरू आइरहन्छन्, किनकि तपाईले प्रश्न गर्न छोड्नुभयो भने सरकार जिम्मेवार बन्न छोड्छ। नमस्कार।